Welcome back to my YouTube channel. Get up to that very your favorite YouTuber is back. अनि जापानतिर चाहिँ चुरोट खाएर बाटोमा फाल्न नपाए पनि यस्तोमा चाहिँ फाल्न पाइदो रहेछ. लट्स अफ जापानिज पिपल, देयर आर मेनी मेनी जापानिज पिपल. अनि यहाँ चाहिँ कस्तो भयो भने हिजो बेलुकाको एउटा म तपाईँहरूलाई उखान सुनाउँछु. हामी चाहिँ हिजो बेलुका यहाँ टक्क बसिरहेको थियौँ. अनि यो घरको छतको मान्छेले चाहिँ कुकुर राख्नु भएको थियो त्यहाँनिर. अनि कुकुर चाहिँ मलाई एकदम भुकेको गरिरहेको थियो, किनकि एउटा कुकुरले अर्को कुकुरलाई भुक्नु स्वाभाविक नै हो. भुकिरहेको थियो. त्यसपछि अनि मैले यस्तरी हेरिरहेको थिएँ होइन. अनि त्यो जापानिज गर्यो गर्नुभयो उहाँले जापानिजले. अनि त्यसपछि त्यो कुकुरलाई भित्र लिएर जानुभयो. यसको मतलब उभिएको मान्छेले हेऱ्यो भने पनि उहाँहरूलाई चाहिँ कस्तो लाग्दो रहेछ नि, मेरो कुकुरले गर्दा डिस्टर्ब भयो भनेर. त्यहाँसम्मको डिसिप्लिन. अनि यो मास्क फाल्ने पक्कै नेपाली हो, पक्कै. जापानमा जापानिजले यसरी मास्क फाल्दैन. अनि म अब छिटै नेपाल फर्किन्छु होला यस्तो पाराले. मलाई चाहिँ त्यस्तो लाग्छ, किनकि मैले जापानले भिडियो गरिरहेको छु. मलाई वार्निङ आइसक्यो कन्सल्टेन्सीहरूबाट पनि होइन. अनि मान्छेहरूले चाहिँ अब जस भिडियो गर्न पाइँदैन कि यता जापानिजहरूले आफ्नो पर्सनालिटी लुकाउँछन् होइन. उनीहरूले आफ्नो पर्सनालिटीलाई एकदम सेफ राख्छन् कि अरूको अगाडि देखाउँदैनन् रहेछन्. बाटोमा हिँड्दा कसैले टिकटक बनायो भने पनि फर्केर आएर डिलिट गर्न लाउने त्यस्तो खालको पर्सनालिटी हुँदो रहेछ कि जापानिजको. जापानिजहरूलाई आफ्नो त्यही भएर ब्लर आउँदो रहेछ कि. आई क्यान एक्सप्लेन फर यु गाइज. अब चाहिँ हामी सामान लिन जान्लायौँ. तरकारी खानु पर्यो. आलु अनि खुट्टा सिलाइछ होला गरे होइन. डाँडा दौडेको बानी यस्ता चारैतिर सम्मु टोकियो त उकालो ओह्रालो हिँड्दा खुट्टा सिलाइरहेको छ. यहाँ त बल खेल्नु पाइएको छैन. बाहेन गाउँघरतिर कस्तो देखेको नि छैन म त. देखेँ होइन गाउँतिरको बानी. फुटबल अनि यो हातले यस्तो खेल्छ नि क्रिकेट ब्याडमिन्टन होइन. अर्को यस्तो भुइँमा सुताएर खेल्छ के गर्छन् न त्यो. अनि अर्को यस्तो उसले हान्ने खेल्छ नि. ए यतातिर नामै थाहा न. उठेकाले काँटी ठोक्नु नपाएर आत्तिनु भयो. टेबल टेनिस हो कि के हो त्यो खेलेको त देखियो हामीले. अरू खेलेको देख्न पाइन्न है. तर रमाइलो भयो नि. जापानिज पिपुल लड्स अफ. ल हेर्नुहोस् कति दामी छ हाम्रो जापान. ल हेर्नुहोस् आज त कस्तो उज्यालो छ नि चारैतिर. हेर्नु न हाम्रो जापान हो नि. हाम्रो देशमा त यस्तो छ. तपाईँको देशमा के छ ल हेर्नुहोस् त. हाम्रो देशमा त लाइटिङ सिस्टम छ, लाइट बलेपछि हिँड्ने खाले. तपाईँहरूको देशमा कस्तो छ? अस्ट्रेलियामा बस्ने दाजुभाइहरू भन्नुहोस्. हाम्रो देशमा त यस्तो छ. हाम्रो देशमा त चिल्ला केटीहरू छन्. त्यही हो. अब त चस्मा लाएर हिँड्नु पर्ला जो देख्छ नि बाटो हाम्रो देखिन्छ. वान सिङ्गल बोय रमाइलो भयो. हेर नि ए हो. अब त चस्मा लाएर हिँड्नुपर्छ. यो केटीहरू त यो यहाँ जापानको केटीहरू त के आँखा बिगार्छ कि मन बिगार्दो रहेछ कि. किन साउने जो हेरेर राम्रो देखिन्छ. दाजुभाइहरू हामीले एक छाक खानालाई 900 रुपियाँ जति कति भयो हाम्रो खर्च इन्भेस्टमेन्ट. आज हामी बिहानको खानाको लागि 900 रुपियाँ चाहिँ आज हामीले इन्भेस्टमेन्ट गऱ्यौँ होइन खानाको लागि. एक छाकको लागि हामीलाई चाहिँ यो यतिले एक छाक पुग्छ होइन. के छ सम्झ्यो हामीसँग. अरूलाई भयो त पुग्दैन होला. हामीलाई चाहिँ 2 छाक पुग्छ. यो पुग्छ 2 छाक पुग्दैन होला. ब्रेड एक छाक हो, दुध एक छाक खाइन्छ. भनौँ न दिउँसोसम्मलाई भनौँ न. बेलुकासम्मलाई पुग्छ. बेलुकालाई पुग्दैन सक्ने. बेलुकालाई सम्मलाई भन्नाले दिउँसोसम्मलाई पुग्छ. भनेपछि 350 रुपियाँले 330 अथवा 300 रुपियाँले चाहिँ एउटाको भागमा 4 तिहार 12 भनेपछि 3 तिहार 9 त्यही 175 जति पर्छ होला. पागल भएका 175 300 रुपियाँ भयो नि. 175 275 275 300 250 500 दिनु 1000 4जना हामी त हामी. ए 225 पर्छ कि कति. 225 ले चाहिँ तपाईँले एक दिन बाँच्नु हो भनौँ होइन. तपाईँ यदि सिङ्गल बस्नुभयो भने फेरि तपाईँलाई 500 ले पनि एक छाक पुग्दैन क्या फेरि. किनकि तपाईँको तरकारीमा प्याज त्यति नै जान्छ होइन. नेपालमा ग्यासको हिसाब नि गर्नुहुन्थ्यो. ग्यास छैन. यतिबाट के अरे बिजुलीले हो होइन. बिजुलीको बिल अब जस्तै म अलमल्ली तर एकजना बस्नु भयो भने तपाईँलाई घाटा लाग्छ. जापानमा आएर तपाईँ ग्रुपमा बस्नुभयो भने साथीभाइ मिलेर बस्नुभयो भने तपाईँ 250मा एक छाक अथवा एक दिन टार्न सक्नुहुन्छ. अब त्यो हिसाबले हामीले घरबाट ल्याएको पैसा पनि लागिसक्यो. आज 11 दिन हो बसेको यहाँ. आज 11औं दिन हो होइन. के भन्छ 1-2 महिना हामी त कामै गरेको थिएन तिमीहरू त्यसै आत्तिन्छ भन्छ. हाम्रो पैसा सकिन लागिसक्यो. घरबाट पठाइदियो भन्न मिल्दैन. 20 लाख लगानी गरेर आइया ब्याजमा आएको 20 लाखको ब्याज कति हुन्छ एक महिनामा. सम्झी घरकाले कति टेन्सन लियो होला.
आउने चिज त होइन विदेश आएर जस्तो ठुलो गल्ती बाबाहरू त विदेश हुन्छ होइन पठाउँछ नि मम्मीलाई कति घुम्यो होला तिमीलाई कति टेन्सन भयो होला मम्मीको प्रेसर दाइको इन्जिनियरिङ दाइ नआउनुहोस् तपाईँहरू सक्नुहुन्छ देशमा यदि पेट पाल्न सक्नुहुन्छ भने नआउनुहोस् बरु 50-60 हजारको जब पाउनु भयो भने देशमै बस्नु 50-60 हजारको जब पाउनु भयो भने देशमै बस्नु देशको सुरक्षा पनि हुन्छ देशलाई आर्थिक लगानी पनि बढ्छ आज हाम्रो कामको पहिलो दिन हो तपाईँहरूले फेरि सधैँ एउटा ज्याकेट भनिरहनु भयो होला चितवनमा हुँदाखेरि नाइकको निलो टी सर्टले लगाउँदै नि त्यो पनि लिएर आएको छु मैले त्यो टी सर्ट पनि लगाउने गरिबमा एउटै टी सर्ट जाडोमा यही लगाउने हाम्रो खरिदाई पनि हुनुहुन्छ पहिला बोलेरोमा काम गर्नु भएको अरे उहाँले बल्ल पो आफ्नो बोल खोल्नु भयो तपाईँले आफै भन्नुभयो सम्झि पहिला बोलेरोमा कुखुरा गाडिया काम गर्थ्यो भनेर थार साथी हाम्रो ठेकदार साथी जापानमा चाहिँ 4 बजे नै अँध्यारो हुन्छ तपाईँले हेर्नु लाउरे चाहिँ दिन जानु भएको अरे सम्झि लाउरेमा फालिदिनु भएको छ लाउरेमा फालिदिनुको कारण चाहिँ त्यो बाङ्गो भएर अरे फेरि नाम नआएको है मेरो फेरि नाम नआएको त्यस्तो नराम्रो नसोचिदिनु होला लाउरेमा गएको सोल्टीको हाइट हेर नाममा क्यामेराले भेट्दैन नि त हाइट त अनि कहाँ भेट्छ हाम्रो यस्तो गरे जानपुरी देखिन्छ मन लाउरेमा गएको भए नाक ठुलो गरेर फालिदिन्थ्यो होला जापानिजको बारी हेर्नु त कस्तो हुन्छ जापानिज चाहिँ आफै उमार त चाहिने कुराहरू यहाँ बन्दा छ हाम्रोतिर के हुन्छ थाहा छ यो घरमुलीको मान्छे माइत गयो भने उहाँ सीता दिदी बाहिर जानु भएछ 2टा काउली ल्याएको छु ऐचो बाबुलाई पठाइदिए हाम्रा नि फलेसी कोट 2 आलु सार्नु होला हँसाए हाँसिस सम्धि ट्रेन गुड्यो अब के भन्न चाहन्छौ अहिले त सर न भिडियो अब काममा हामी चाहिँ फर्स्ट डे आज हाम्रो अब काम पाइन्छ पाएन काम दिन्छु भनेर बोलायो होइन कति दुःख पाउने के गर्नु थाहा छैन आज हाम्रो जिन्दगी फेरि उल्टो होइन तिलौरी नेपोरी भन्ने स्टेसन जानुपर्छ ट्रेन आयो आएगा ट्रेन आयो कहाँ हो देखिने के आज भएर हामी साथीको रुममा तिमीहरू तलको फ्लाइटमा बस्छौ हामी जापानिज केटाहरू भेट भयो होइन सरी म चाहिँ अहिले 14 प्रो हेर्न आएको ओहो कतिमा लिएर आमा कहिले पनि हेरौँ न ओहो साथीभाइहरू राति राति अर्काको रुममा मोबाइल हेर्न आयो हामी मोबाइलको रिभ्यू दिनेवाला छौँ यसको ओहो फोटो नि खिच्छ कहाँ कुन ठाउँको उयो जाम नै हो यो ठाउँ जाम न यसको क्वालिटी क्यामेरा छैन क्या राम्रो क्यामेरा रोइन्छ यार भयो म त लिन्न यो त दाजुभाइहरू हामी साथीको रुममा झ्यास्स पस्यौँ एकैछिन पुऱ्याएर बिचरा चाउचाउ खुवाउँछु अन्त फेरि के खाने अर्काको पैसामा भने अब राति भोलि चाहिँ 100% नभन मोबाइल चाहिँ ढुक्क निकाल्ने भयो भोलि होइन जापानिजहरू चाहिँ साइडको हुन्छ अरे अस्ति ट्रेनमा एउटाले चक्कु लिएर झन्नै हान्दैन अरे जापानिजहरू चाहिँ ठिक हुन्छ अनि यहाँ लट्स अफ मान्छेहरू सुसाइड गर्छ जापानमा है मान्छेहरू डिप्रेसनमा जाँदो रहेछ अनि भेडो खालको छ क्या यहाँको मान्छेहरूको होइन अनि आफ्नो जिन्दगी गुजारा गर्न साह्रै गाह्रो छ है जापान चाहिँ मैले चाहिँ फिक्सै भन्छु सकेसम्म नआउनु होला देशमा पेट पाल्न सक्नुहुन्छ भने अब हामी त जोस जोसमा आयो मन छिटै फर्किन्छु अलिकति सेटल भन्दा नि अलिकति केही प्रगति गर्न सक्यो भने चाहिँ म फर्किहाल्छु प्रगति गर्न नसके पनि म छिटै फर्किन्छु होइन सम्झि हुनुहुन्छ राति राति ल त्यही हो दाजुभाइहरू डोन्ट फर्गेट टु सब्सक्राइब लाइक के गर्न सकिन्छ लाइक गर्नु होला है अर्को भ्लगमा भेट्नुपर्छ भोलि बिहानै भेट्नुपर्छ गुड नाइट हेभ स्विट ड्रिम गुड मर्निङ माता सीता सायनारा